नमस्ते। नेपालको राजनीतिमा अहिले एउटा निकै भनौँ न नाटकीय मोड आएको छ। यो कथा हो एक र्यापरको, देशव्यापी फैलिएको विद्रोहको अनि सिङ्गो राष्ट्रको भविष्यको। ल आउनुहोस् यसलाई अलि नजिकबाट निहालौँ। यो कथा सुरु हुन्छ एक र्यापरबाट जो काठमाडौँको मेयर बने र अहिले उनको आँखा देशकै नेतृत्वमा छ। हो, यो त्यही यात्रा हो जसले नेपालको राजनीतिमा एउटा ठूलै तरङ्ग ल्याइदिएको छ। ल अब अलिकति गहिराईमा जाउँ। राष्ट्रिय राजनीतिमा हाम फाल्नु अघि बालेन शाहले काठमाडौँको मेयरको रूपमा कस्तो छाप छोडे त? किनभने यो कदम उनको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो राजनीतिक दाउपेच हो भन्दा फरक पर्दैन। मेयरको रूपमा उनको कामलाई हेर्ने हो भने दुईटा पाटा देखिन्छन्। एकातिर सफा सडक, दृष्टिविहीन मैत्री फुटपाथ जस्ता राम्रा कामहरू पनि भए जसको प्रशंसा भयो। तर अर्कोतिर हेर्ने हो भने सडक व्यापारीमाथि देखाइएको कठोरता अनि सामाजिक सञ्जालको प्रयोगलाई लिएर अपरिपक्व भन्नेसम्मका गम्भीर आलोचनाहरू पनि भए। यिनै कारणहरूले गर्दा सायद उनले आफ्नो कार्यकाल पूरा गर्न सकेनन्। अनि आयो जनवरी 2026 जब उनले एउटा निर्णायक कदम चाले, काठमाडौँको मेयर पदबाट राजीनामा। लक्ष्य के त? सिधै देशको प्रधानमन्त्री बन्ने। बस यही एउटा निर्णयले उनलाई स्थानीय नेताबाट राष्ट्रिय राजनीतिको केन्द्रमा ल्याइदियो। तर यहाँ एउटा ठूलो प्रश्न उठ्छ, आखिर उनी कस्तो देशको नेतृत्व गर्न खोज्दैछन् त? यही प्रश्नले हामीलाई त्यो पृष्ठभूमिमा लैजान्छ, त्यो राष्ट्रिय सङ्कट जसले यो राजनीतिक शून्यता सृजना गर्यो। यो कुरा बुझ्नको लागि हामीले समयमा अलिकति पछाडि जानुपर्छ। सन् 2025को सेप्टेम्बरमा जब जेन जीको नामले चिनिएको प्रदर्शनले देशलाई नै हल्लाइदियो र सबै कुरा बदलिदियो। यो कथा हो एउटा पुरै पुस्ताको आक्रोशको। हेर्नुहोस्, यो प्रदर्शन सामाजिक सञ्जाल बन्द भयो भनेर मात्र भएको थिएन। त्यो त केवल एक झिल्को थियो। यसको पछाडि त वर्षौंदेखिको असन्तुष्टि थियो, जस्तै कि व्यापक भ्रष्टाचार, चुनावप्रति घट्दै गएको विश्वास अनि जनताको अपेक्षा पूरा गर्न नसकेका पुराना राजनीतिक दलहरू। सामाजिक सञ्चार बन्द गर्ने निर्णयले त भनौँ न आगोमा घिउ थप्ने काम मात्रै गर्यो। मात्र 48 घण्टामा कसरी परिस्थिति बदल्यो त्यो हेरौँ। सेप्टेम्बर 8को बिहान विद्यार्थीहरू शान्तिपूर्ण रूपमा नाचगान गर्दै थिए, तर दिउँसो हुँदानुहुँदै राज्यले घातक बल प्रयोग गर्यो अनि प्रदर्शन हिंसात्मक बन्यो। र त्यसको भोलिपल्ट त यो आक्रोश देशभरि नै फैलियो। सरकारी संस्थाहरूलाई नै निशाना बनाएर सङ्गठित रूपमा आगजनी र हिंसा सुरु भयो। यो सबै हिंसाको मानवीय मूल्य कति थियो होला? सायद यो तस्विरले केही बताउँछ। यहाँ देख्न सकिन्छ स्थानीय बासिन्दा र कामदारहरू आफै जलेका भग्नावशेषहरू पन्छाइरहेका छन्। यो उनीहरूको जीवन र रोजीरोटीमाथिको सिधा प्रहार थियो। अनि यो हेर्नुहोस्, तोडफोड गरेर जलाइएको संसद भवन। यो तस्विर त्यो आक्रोशको सबैभन्दा शक्तिशाली प्रतीक बन्यो। देशको लोकतन्त्रको मुटुमाथि नै गरिएको एउटा सिधा हमला। स्पष्ट छ, यो सङ्कटले नेपालको लोकतन्त्रलाई नै धरापमा पारिदियो। अब एकछिन हेरौँ यो घटनाले देशको सरकारी र कानुनी प्रणालीमा कति गहिरो र सायद स्थायी क्षति नै पुर्यायो। 70 भन्दा बढी। यो केवल एउटा आँकडा मात्रै होइन, यो त त्यो अशान्तिको समयमा ज्यान गुमाएका मानिसहरूको सङ्ख्या हो, राज्यको प्रतिक्रिया र त्यो हिंसाले चुकाएको मानवीय मूल्य हो। अनि अर्को एउटा डरलाग्दो आँकडा, लगभग 40,000। यो के हो त भन्दा योजनाबद्ध आगजनीमा जलाइएका अदालती कागजातहरूको अनुमानित सङ्ख्या हो। यो त सिधै देशको कानुनी शासनमाथिकै आक्रमण थियो। सर्वोच्च अदालत भवनभित्रको यो दृश्यले सायद त्यो क्षतिको आकार देखाउँछ। जलेर बेकममा भएका यी फाइलिङ क्याबिनेटहरू। यसले प्रश्न पार्छ कि कसरी न्यायका महत्त्वपूर्ण अभिलेखहरूलाई धुवाँमा मिलाइयो। त्यति बेलाको अवस्थालाई एक वरिष्ठ वकिलले एकदमै सटिक रूपमा वर्णन गरेका थिए। उनले भने, संविधान कोमामा छ। यो एउटै वाक्यले देश कति नाजुक अवस्थामा थियो भन्ने कुरा प्रश्न पार्छ। तर भनिन्छ नि, हरेक शक्ति शून्यताले एउटा नयाँ शक्तिको लागि ठाउँ बनाउँछ। हो, ठ्याक्कै त्यस्तै भयो। यही अराजकता र विनाशको बीचबाट एउटा नयाँ राजनीतिक शक्तिको उदय हुन थाल्यो। त्यो नयाँ शक्ति थियो एउटा नयाँ गठबन्धन। बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासपा-सँग हात मिलाए र यसले देशको राजनैतिक समीकरणमा एउटा बलियो चुनौती खडा गर्यो।
यो नयाँ गठबन्धनका दुई मुख्य अनुहारहरू देखिए। एकातिर बालेन शाह, जो लोकप्रिय र्यापरबाट मेयर बने र अब प्रधानमन्त्रीका उम्मेद्वार, अनि अर्कोतिर रवि लामिछाने, एक पूर्व टिभी होस्ट जो भ्रष्टाचार विरोधी अभियानबाट राजनीतिमा आए। उनी चाहिँ रासोपाको सभापति नै रहने भए। उनीहरूको सम्झौता एकदमै प्रष्ट थियो। पहिलो, जेनजी प्रदर्शनका मागहरूलाई सम्बोधन गर्ने। दोस्रो, यदि गठबन्धनले जित्यो भने बालेन शाह प्रधानमन्त्री बन्ने र रवि लामिछाने पार्टी सभापति नै रहने। यो विगत 3 दशकदेखि सत्तामा जमेका पुराना दलहरूका लागि एउटा सीधा चुनौती थियो। अब लागौं नेपालको अर्को अध्यायतिर। अब क्षितिजमा एउटा निकै महत्त्वपूर्ण र जोखिमपूर्ण चुनाव देखिँदैछ। एउटा यस्तो चुनाव जसले देशको भविष्य नै तय गर्नेछ। त्यसो भए आउँदै गरेको यो मार्च 5 को चुनावमा खासमा के कुरा दाउमा लागेको छ त? सत्तामा पुग्ने गणित खासै गाह्रो छैन। हेर्नुस्, प्रतिनिधि सभामा जम्मा 275 सिट छन्। बहुमतको सरकार बनाउनका लागि कुनै पनि पार्टी वा गठबन्धनलाई कम्तीमा 138 सिट जित्नुपर्छ। अनि फेरि यही तस्बिर, यो केवल एउटा भत्किएको भवन होइन, यो भत्किएको प्रणालीलाई फेरि बनाउने अवसरको प्रतीक पनि हो। तोडफोड गरिएको यही संसद भवन अब आफ्ना नयाँ जनप्रतिनिधिहरूलाई पर्खिरहेको छ र आउने चुनावको हरेक मतले नै यो क्षति विक्षित लोकतन्त्रको भविष्य कस्तो हुनेछ भनेर फैसला गर्नेछ। र अन्त्यमा नेपाल आज एउटा मूल प्रश्नको अगाडि उभिएको छ। के नयाँ अनुहारहरूले देशका यी पुराना र जकडिएका समस्याहरूलाई साँच्चै समाधान गर्न सक्लान् त? देशको सम्पूर्ण भविष्य सायद यही प्रश्नको उत्तरमा निर्भर छ।